जब मलाई मोटिभेसन चाहिन्छ म यही गीतमा आइपुग्छु। यसमा यस्ता केही प्रेरक पंक्तिहरू छन् जसले तपाईलाई पनि छुन सक्छन्। जीवनमा केही बनिरहेको छैन जस्तो लाग्छ भन्दा झन् धेरै। यो गीतको स्थायीमा निर शाहले एउटा गहिरो जीवन दर्शन दिएका छन्। उनी भन्छन् कि त गहिराईमा डुब्दै नडुब, तर यदि डुबिसकेको छौ भने मोती नलिई नफर्क। अर्थात् कि त तिमी कुनै काममा लाग्दै नलाग, तर लागिसकेको छौ भने हार मानेर बिचैमा नछोड, त्यसको प्रतिफल लिएरै छोड। सम्बुजित मास्कोटाको संगीत र प्रकाश श्रेष्ठको आवाज रहेको यो गीतको अन्तरा झनै प्रेरणादायी छ। यहाँनिर जीवन के हो भनेर बुझ्न रहर छ भने कुनै कामबाट भागेर अर्थात् पन्छिएर होइन, त्यसमा गहिरो गरी लागि परेर बुझ्न सुझाउँछ। त्यसो नगर्ने वा भनौँ समस्या आउँछ भनेर डराउने हो भने लुकेर मृत्यु कुर्नु बाहेक कुनै उपाय छैन भन्छ। अर्को अन्तरामा उनी जीवनमा आइपर्ने आरोह अवरोहलाई स्वीकार्न भन्छ। जे जस्तो परे पनि तिमी आफ्नो हिँडाइलाई तलमाथि नपारी एकनास राखिदेऊ भन्छ। अनि लक्ष्यमा पुग्न सजिलो नहुने बताउँदै त्यस्तो बेला केही भएन भनेर मन हात्तिए जस्तो तसो भए पनि सम्हाल्दै हिँडिरहन उत्साहित पार्छ। कति गीत केवल गीत रहन्नन्, ती जीवनको अप्ठ्यारो समय काट्ने साथी पनि भइदिन्छ। कतै बाटो अल्झिए जस्तो लाग्दा तिनले ढाडस दिन्छन्। कोही साथीले माथि उक्लिने हात दिए जस्तो। मेरो लागि यो गीत त्यस्तै हो। त्यसैले त